गुड मर्निङ वेलकम छ डे 2 को मेरो लडाकको भिडियोमा हेर्न सक्नुहुन्छ। आज सबै यता सबै बरफ परेछ हेर्न सक्नुहुन्छ। सबै बरफ परेछ यता हामी सुत्ने यता टेनमा सबै टेनतिर सबै बरफ परेछ है गाइस हेर्न सक्नुहुन्छ। हाम्रो गाडी पनि स्टार्टै भइरहेको छैन हेर्न सक्नुहुन्छ। भ्यू हेर्न सक्नुहुन्छ गाइस, यहाँको लडाकको भ्यू हेर्न सक्नुहुन्छ। सबै हिउँ परेछ यता चाहिँ देख्न सक्नुहुन्छ। उताबाट चाहिँ चर्को घाम लागेछ, उता चाहिँ सबै हिउँले ढाकेछ, यता सबै हिउँ परिसकेछ। आएर हामी चाहिँ चिया बनाएर खान लाग्यो हेर्न सक्नुहुन्छ गाइस। हो यता हामी चाहिँ चिया बनाएर खान लाग्यो हेर्न सक्नुहुन्छ। बुझियोस् सो गाइस हामी चाहिँ खाना खान लाग्यो। अब हेर्न सक्नुहुन्छ खानासाना रेडी बनाएर आज चाहिँ खाना खान लाग्यो। अब खाना खानु एकछिनपछि खानासाना पाकिरहेछ गाइस। हामी चाहिँ खाना खान लागिसकेको छौँ हेर्न सक्नुहुन्छ। चिकन म्यागी चटनी सट्नी सबै पाकेछ हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब खाना खान लाग्यो। ले भाइ बन्द कर बजी आउन बन्द कर। कुंटल मेरो चाहिँ लडाक आउने सपना नै थियो होला, एकचोटि पुग्छु नै भनेको थियो। फाइनली आज चाहिँ पुगिसकेको छु हेर्न सक्नुहुन्छ। हजुरहरू पनि आउन सक्नुहुन्छ लडाक। एकचोटि सबैको ड्रिम हुन्छ होला लडाक पुग्ने। मेरो चाहिँ कम्प्लिट भइसकेको छ है गाइस लडाक पुग्ने ड्रिम। सो त्यही हो भनौँ, हजुरहरू पनि आउन सक्नुहुन्छ लडाक घुम्न। बबाल ठाउँ छ। म चाहिँ काम गर्न भए पनि एकचोटि लडाक पुगिसक्यो है। म चाहिँ काम गर्न आएको, घुम्न चाहिँ होइन। म चाहिँ भिडियो एडिट गरेर भिडियो पोस्ट गरेर जान लाग्यो है। हेर्न सक्नुहुन्छ हाम्रो त्यहाँ चाहिँ नेट चल्दैन। हामी चाहिँ कम्पनीमा आउनुपर्छ है। नेट चलाउन, चार्ज लाउन सबै गर्न चाहिँ कम्पनीमा आउनुपर्छ। केही गर्ने यस्तै छ लडाकमा, नेट सेट चल्दैन गाइस। भिडियो एडिट गरेर पोस्ट गरेर जान लाग्यो। हिजोको भिडियोहरू एडिट गरेर पोस्ट गरेर म चाहिँ जान लाग्यो। त्यो चाहिँ कम्पनी उता छ, हाम्रो रुम चाहिँ उता पारी हेर्न सक्नुहुन्छ। हाम्रो जुगिनी र जनावर पनि आएको छन् है हेर्न सक्नुहुन्छ। सो क्लियरली चाहिँ देखा छैन। पानी खानलाई आछन् चढ्नलाई यतै हेर्न सक्नुहुन्छ। हजुरहरू पनि यस्तो ठाउँमा पनि पाइदो रहेछन् जनावरहरू। लुक एट दिस गाइस, जनावरहरू। हजुरहरू पनि आज पनि आउँदैछन् भन्दै थियो उतैको हाम्रोतिर हाम्रो यहाँ। सो गाइस डे 2 को भ्लग पनि यहीँ खतम गरौँ है। आजको भ्लग पनि यस्तै भयो, यस्तै बित्यो। खानासाना खाएर म चाहिँ जान लाग्यो। यो भ्लग पनि खतम गरौँ। खानासाना खाएको भिडियो चाहिँ आज बनाउन पाएन किनकि अँध्यारो भइहालेको थियो। त्यही भएर अर्को भ्लगमा भेटौँला। हजुरहरूले मेरो ड्यानको भ्लग हेर्नु भएको छैन भने सपोर्ट गरिदिनु होला, हेरिदिनु होला। सबैले साथ सपोर्ट देखाइदिनु होला। ल गुड नाइट गाइस, बाई।